नमस्ते, 안녕하세요. म कोरियन भाषा प्रशिक्षक जगत नेउपाने। तपाईँहरू माझमा नोभेम्बरको टोपिक परीक्षालाई मध्यनजर गर्दै टोपिक आईको लागि आवश्यक पर्ने केही ग्रामर 101 वटा र टोपिक आईको लागि आवश्यक पर्ने 151 वटा ग्रामरको साथमा म तपाईँहरू माझमा उपस्थित भएको छु। आज पहिलो दिन टोपिक आईको केही ग्रामरहरू म तपाईँहरूलाई सिकाउन गइरहेको छु। आजको ग्रामर आईको ग्रामर 1 मा चाहिँ व्याकरण 1 मा चाहिँ हामी 5 वटा ग्रामरहरू समेटेर लिएका छौँ, जसमा पहिलो नम्बरमा रहेको छ गना, जसको अर्थ हुन्छ वा। दोस्रो नम्बरमा रहेको छ गो, जसको अर्थ हुन्छ र अथवा एर भन्ने हुन्छ भने। तेस्रो नम्बरमा रहेको छ गोसिप्ता, गर्न चाहनु, गर्न मन हुनु भन्ने अर्थ दिन्छ। चौथो नम्बरमा रहेको छ गोइत्ता, गर्दैछु अथवा गरिरहेको छु भन्ने अर्थ दिन्छ। र 5औं नम्बरमा रहेको छ गिरोहादा। गिरोहादा भनेको कुनै काम गर्ने, निर्णय गर्नु भन्ने जनाउँछ। हामी यीमध्ये आजको पहिलो ग्रामर गोनाको बारेमा विस्तृत रूपमा बुझ्नेछौँ। गोना भनेको वा। दुई वा दुई भन्दा बढी विकल्प मध्ये एउटा विकल्प छान्नु पर्दा गोनाको प्रयोग गरिन्छ। सामान्यतया क्रियामा गोनाको प्रयोग गरिन्छ भने नाउनमा चाहिँ ना अथवा इनाको प्रयोग गरिन्छ। यहाँ हामीले राखेका छौँ, हेरौँ के भनेको छ। गोना नुन दुलचुङ्गे हानारुल सन्ते खाल्ते सायोङ आम्निदा। गोना चाहिँ दुई मध्ये कुनै एक छनौट गर्ने बेलामा प्रयोग गरिन्छ। यो क्रियामा प्रयोग गरिन्छ, क्रियामा र क्रिया विशेषण दुईटैमा प्रयोग गरिन्छ। यो छ र फाक्षिम भए पनि नभए पनि गोनाको प्रयोग गरिन्छ। क्रिया अथवा क्रिया विशेषण दुईटैमा गोनाको प्रयोग गरिन्छ। क्रिया र क्रिया विशेषणमा फाक्षिम भए पनि नभए पनि गोनाको प्रयोग गरिन्छ। तर नाउनमा चाहिँ ना अथवा इनाको प्रयोग गरिन्छ। नाउनमा हेर्नुभयो भने फाक्षिम छ भने इना र फाक्षिम छैन भने नाको प्रयोग गरिन्छ। जस्तै हामीले तल हेर्नु त थोङसामा मोक्ता हेर्नुभयो भने फाक्षिम छ, यसमा के भयो मोक्कना, खाने वा भन्ने भयो। त्यसपछि छादामा हेर्नुभयो भने फाक्षिम छ छैन, त्यो भएर पनि के भयो छागना। फाक्षिम भए पनि नभए पनि गना प्रयोग गर्ने। त्यसै गरी क्रिया विशेषणमा हेर्नु त छाक्ता, फाक्षिम छ हो, यसमा के भयो छागना, सानो वा। त्यस्तै खुदा, खुदामा फाक्षिम छ छैन, त्यसमा पनि के भयो खुगना, ठुलो वा हुन्छ। त्यसै गरी हेर्नुभयो भने नाउनमा जाउँ, नाउनमा हेर्नु त हाक्सेङ, फाक्षिम छ हो, त्यो भएर के भयो हाक्सेङ इना भयो। फाक्षिम भएमा के गर्ने इना लगाउने भनेर हामीले माथि हेरेका थियौँ, विद्यार्थी वा भयो। छिङ्गु साथी, फाक्षिम छ छैन, यसमा के भयो सिङ्गुना, फाक्षिम नभएमा के लगाउने ना लगाउने भनेका थियौँ, त्यो भएर साथी वा भन्ने अर्थ भयो। अब अझै यसलाई विस्तृत रूपमा बुझ्न हामीले केही इक्जाम्पलहरू हेरौँ। सिगानी इस्मेन फोतङ मोसुले हो, समय भएको बेलामा प्राय के गर्नुहुन्छ भनेर सोधेको छ। अनि नाले भन्यो छिङ्गुरुल मान्ना गना, साथीलाई भेट्ने वा सपिङुल हेयो, सपिङ गर्ने गर्छु। हेर्नुभयो भने सिङ्गुरुल मान्नागना साथीलाई भेट्ने, यो काम गर्ने वा साथीलाई भेट्ने पहिलो काम गर्ने वा सपिङुल हेयो दोस्रो काम गर्ने। यो दुईटा विकल्प मध्ये एउटा काम गर्छु भन्ने जनाउँछ गर्न लाग्यो भने। अझ तल हेरौँ, क्रिया विशेषणमा लगाएको छ आफू गना, बिरामी भएको बेला वा हिमदुलमेन, गाह्रो भयो भने ओमनीका फोगो सिप्फयो, आमाको याद आउँछ। फोगो सिप्ता भनेको याद आउनु अथवा भेट्न मन लाग्नु भन्ने अर्थ लाग्छ। त्यो भएर यहाँ के भयो आफू गना हिमदुलमेन ओमनीका फोगो सिप्फयो, बिरामी भयो अथवा गाह्रो भयो भने आमाको याद आउँछ।
त्यसै गरी हेर्नुभयो भने नाउनमा लगाएको छ बस। बस भनेको के हो? नाउन हो। बस्ना के छैन? फाचिम छैन त भएर ना लगाए। यदि फाचिम भएको भए के हुन्थ्यो? इना हुन्थ्यो। बसमा फाचिम छैन, त्यो भएर के भयो? बस्ना सिया छरुल थागो हाक्के वायो। बस अथवा ट्रेन चढेर के गर्छु? स्कुल आउँछु भनेको छ। यसमै यदि यसरी छेयाछल भएको भए के हुन्थ्यो? इना बसुरुल आगो आक्यो ए वायो हुन्थ्यो। बुझ्नुभयो? यदि फाचिम भयो भने के लगाउँथ्यो? इना लाग्थ्यो। छियाछल इना बसरुल थागो हाक्वे वायो। मेट्रो अथवा बस चढेर स्कुल आउँछु भन्छ। अब तपाईँहरूलाई थप प्र्याक्टिसको लागि मैले 2टा क्वेसन राखिदिएको छु। तपाईहरु प्र्याक्टिस गर्नुहोस्। यहीँ लेखेको छ। हेर्नु त यहाँ के लेख्यो? एन्सु भागी प्र्याक्टिसमा चाहिँ नेइल मोल हाल कयो भोलि के गर्नुहुन्छ? तपाईलाई मैले के पनि दिएको छु? उन्दङ आधा सपिङ आधा। अब यो 2टालाई मिलाएर वाक्य बनाउनु पर्यो। के गर्नुपर्छ? हामीले उन्दङ उल हागना सपिङ उल हाल कयो भन्ने हुन्छ। बुझ्नुभयो? व्यायाम गर्ने अथवा के गर्छु? सपिङ गर्ने गर्छु भने सपिङमा सफिल भएछ। यसलाई सपिङ भनौँ। सपिङ हाल भयो। के गर्छु? व्यायाम गर्ने अथवा सपिङ गर्ने गर्छु भन्ने हुन्छ। त्यसरी तल हेर्दा सिमसिमामे सिमसिमादा भनेको बोर लाग्नु। बोर लागेको बेलामा मोले हो के गर्नुहुन्छ? के कुल मक्ता नोरेरुल आधा भनेको छ। ओ कसरी गर्ने? केइखुरुल मक्कना नोरेरुल एयो हुन्छ। यसरी हामी घोनाको प्रयोग गर्छौं। अब संक्षिप्तमा भन्नुपर्दा घोनाको अर्थ हुन्छ वा। नाउनमा चाहिँ नाइना र भिएसटीमा चाहिँ घोनाको प्रयोग गरिन्छ। र तपाईहरुलाई यो भन्दा अन्य जानकारी पनि जान्न मन छ अथवा कुनै ग्रामर जान्न मन छ भने हामीलाई कमेन्ट गर्नुहोस्। म त्यो ग्रामरको विस्तृत रूपमा भिडियो तयार गरेर तपाईहरुलाई बुझाउने प्रयास गर्नेछु। आजलाई यति नै गरौँ। धन्यवाद।